केटी हो ल ल खै गएको पनि मिल्दैन टाइम आज छिटै छ ठिकै है आज त मेलो पनि कस्तो हो कुन्नी नि मैले हातमा घाउ भइरहेको छ कि हिजो कलम काट्दा छुरीले काटेर हेर्नु ए उयो हेर्दा मेरो डोको बाङ्गे भएन कता कता पस्नु किन के त कम्ती झार पालै सकिँदैन रहेछ है त्यही त के हो आज त गरम पनि रहेछ है निकै नि गरम छ अब गरम चढेको रहेछ लुगा धोइरहेको छु कि सुक्यो होला के हो अस्ति मेरो बुढाले चाहिँ तेरो दोकानमा दिउँसै आएर गति देखाएछ ए आएको थिएँ कि तर म त घाँस काट्नु गएँ नि तिनीहरूलाई छोडिराखेँ हो मातेर आयो अन्त त्यो दिन त मातेर टुई भएछ हो पठाइदे मेरो पाले पनि ए म त घाँसमा पठाइदेऊ काम गर्नु होइन है के भन्न के भन् त खानु त त्यहाँ रक्सी दोकानमा खाएको गति त तेरो घरमा आएर त्यहाँ खाएको त ए के भएको अन्त दाजुमा है अन्त पठाइदिएको नि ढुक्कै बेला अहिले पछि पनि छैन रहेछ यहाँ त छ्या त्यही त हो पलाएको थियो मेरो पनि सकिसक्यो नि एउटा मेरो नै खटाउनु चाहिँ कता खटाउँदैन त्यही त होइन मेरो नै सकिसक्यो होइन ओइ केटी हो खर्च दिने पो हल्ला थियो त होइन त्यस्तै भन्दै थियो सोध न है होस् म त अप्ठ्यारो हुन्छ अहिले सोध्दा ल सोध त दाजु आज त खर्च पनि पाउँछ भन्ने सुनेको थिएँ त कुरा त त्यस्तै थियो त्यही त दाजु एकपल्ट तपाईँले पनि भनिदिनु नि हौ दुःख भइसक्यो ल ल म भनिदिन्छु नि होइन दाजु यहाँको त मेलो सकिसक्यो त हौ आज त त्यो सकेर अब माथि सर्नुपर्छ सक्यो भने माथि सर्दा हुन्छ अब ए केटो यो बाटो माथिको मेलो छ अरे यहाँ सक्नु सकिसक्यो छिटो बोक है केटी हो म त गइसकेँ आमा मलाई त घोडा हिँडेको जस्तै भयो त अन्त यस्तै छ के गर्नु दुःख छ पत्ती छैन रहेछ है होइन केटी हो आज त घाँस दाउरा गरेर जानुपर्ने म त दौडै लगेर जान्छु हामी पनि दौडै गरौँ न है भोलि पर्सितिर चाहिँ घाँस गरौँ न घाँस काट्नु खत्तो हुन्छ आज घाँस त छ मेरो ए केटी हो यहाँ त झ्यासहरू मात्रै छ त हौ अनि हेर् न आमामा पत्ती भन्दा बेसी त घाँस मात्रै रहेछ खैनी ल्याइनुहोस् केटी हो आज ल्याइन लिएन छ भने यसो छैन सोध्दैछु दुःख भइरहेको मलाई खर्च नभएर होला किन्नु नपाएको एक बहिनीको त के अरे भाइ पनि गइहाल्यो बाहिर ढुक्कै अब ए ओइ तँले एउटा कुरा भन्नु थियो अस्ति दाजु आएको थियो आज मेरो सक्नुपर्छ छिटो गर्नुपर्छ बोलेको भइहाल्छ भइहाल्छ भन् त अन्त अस्ति आएको थियो हेर्न अब मेरो पनि दुःख छ तँलाई पनि थाहा छ हो उयो बाँकी त कम्ती भएको छैन त है पहिल्यैदेखिको छ त्यसले कमर चाहिँ त्यसले आफै पठाइदिन्छ होला नि त्यसले पठाइदिएपछि दिन्छु नि ल त्यही त भनिराखेको नि तँलाई ए ल बिचारा ओइ के थियो है दबाई पनि हाल्दैन पहिला त अन्त कम्ती दबाईहरू हाल्थेन अहिले त केही छैन पानी र हावाको भरमा मात्रै छ त अन्त कहाँबाट हुन्छ कतिमा अन्त साह्रै त नगर्नु पर्ने हामीलाई यिनीहरू चिम्टाहरू हो नि त थाहा छैन तँलाई काम खटाउनु मात्रै जान्दैछ त्यति जान्छ करायो दुःख देख्दैन खालि खटायो त्यति हो घाम पानी नभनी के लाग्छ महिना लुकेट्यो तपाईँले महिना आजको भएछ ल अगाडि हिँडेन है ल आइज अब दौडामा जानुपर्छ फेरि ओइ केटी आइज एकछिन बिसाउँला है आम्मामा कम्ती थाहा थिएन हौ त्यही त है बस्छु नि अनि यहीँ बस्छु को भयो पत्ती अलिक ज्यादा निक्लेको भए त चियापत्ती बनाउनु हुन्थ्यो नि है ए अनि मलाई पनि कतिजनाले सोध्दै थिएँ कि अब के गर्नु पत्ती छैन
तल्ला दाउरा लिइस् तैँले अलिअलि त भेटेँ बाटोमा आउँदा बस्यौ एकछिन बस्छु आमामा कम्ती थाहा छैन केही छैन कि खानेहरू मै लिएन हौ यसो मेरोमा त केही छैन हौ छैन नि यहाँ खैनी नचेप्नु पाएर कस्तो भइरहेको छ आज किन नखाएको अहिले त खाएको छैनस् त त्यही त अब ओइ के थियो आज त खर्च दिन्छ भने छिटो दाउरा गरेर जाउँ हौ ल ल ल म त जान्छु भान्सा गर्छु तँ के थियो तिमीहरू दाउरा अझ त डोको नलाने के म यहाँ टिप ए आइज न है दाउरामा भयो है हुँदैन हौ त्यही त हौ के गरेछ हाँगा झरेको लाग्यो यो बस्छ है मैले त बनाएको ल कम्ती लाँदै गर्नु पर्यो म त है म पनि त यहाँ पनि छ लाँदिनँ जाउँ ल भयो त आइज ल आइज उहिले पनि बोला मेरो त दाउरा त खाने रहेछ यहाँ अलिअलि मैले पाएको छु क्या हालिदिन्छु ल ल ल नअर्किन्छ तेरो दाउराले मेरो आँखा घोट्छ ल उयोलाई पनि अलिकति दिन्छु ल अब म त दाउरा त सक्दिनँ हौ नलिएको मेरो छ घरमा कि ल त अलिकति भयो ल हाल्दैन यस्तो धन्यवाद तँलाई हामी त यता छोड्नु ल अहिले आउनु त लैजाउँ न ल ल ल यसको त घर उयो त हो नि है हाम्रो त कहाँ पुग्नुपर्छ ए ल आइज आइज आज त खुसी लाग्छ है अनि सबै किन्नु पर्यो आइपुगेछ नमस्ते के पो तिम्रो नाम फुलमाया है हजुर फुलमाया त सिधै रहेछ योपालिको खर्च चाहिँ योपालिको होइन अस्तिको महिनाको है खर्च ल तर योपालिको अस्तिको महिना खऱ्यो तर यो महिनाको पनि योपालि पनि खर्च छिट्टै पस्छ है ल हुन्छ हुन्छ यो फुलमायाको रहेछ फुलमाया गुरुङको 24 दिनको रहेछ यो तपाईँको हुन्छ यो अस्तिको महिनाको ल हुन्छ हुन्छ त्यति हो आज तपाईँ हाम्रो ए रूपा गुरुङ है हजुर रूपा गुरुङको 22 दिन मात्र रहेछ 2 दिन नागा रहेछ यो तपाईँको यो 22 दिनको होला है गुरुङको सीता गुरुङ अस्ति पहिले निकै नागा रहेछ ला दाजु म त सिधै हिँडेको थिएँ त खै यो कामदारीहरूले पो उयो गरे कि हो उल्टा गरे कि हो ला यो कामदारीलाई मारिदिन्छ म तपाईँको योपालि 20 दिनको मात्रै छ ला यो चाहिँ म कामदारीसँगै उयो गरेर भन्छु नि है तपाईँलाई हुन्छ दाजु उयो ए दाजु 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 मेरो बुढाको कति थियो हेरिदिनुहोस् त के पो नाम प्रेमबहादुर प्रेमबहादुर त खै नागा छ त अन्त रेजिस्टरमा त छैन 5 दिनको मात्रै रहेछ प्रेमबहादुर घरबाट त निस्किन्थ्यो त खै काममा त आएको जस्तो लागेन सबैमै नागा छ 5 दिनको मात्रै रहेछ खर्च कति रहेछ हेरिदिनुहोस् त हुन्छ तपाईँको प्रेमबहादुरको 5 दिनको मात्रै रहेछ हुन्छ भयो है बुढाको त 5 दिनको मात्रै रहेछ नि तेरो बुढा मात्रै ठिकै भयो मेरोमा दोकानमै बाँकी छ है भनिदिएँ दाजुलाई ल ल ल ल रिसाउनु त नरिसाउनु जाउँ न सौदापात गर्नुपर्छ मेरो डोको यही हुन्छ राख्दै अब अनि ए दिदी दिदी दोकानमा हजुर नमस्ते नमस्ते पैसा हो त्यही त आज खर्च पाएँ हो मेरो त यसो हेरिदिनुहोस् न दिदी अस्तिको कति छ मेरो नि हेरिदिनु पर्यो 2500 तिम्रो
बुढा र तिम्रो 2000 तिम्रो 1500 ल ल्याउ ल्याउ छिटो छिटो बहिनी ल्याउ बाकी यो महिना त अब कम्ती आयो तेरो बुढाले यहाँ पनि बाँकी गरेको रहेछ त है कहिले लगेको रहेछ त्यति मेरो यसै हेर्दिन त बुढाले चाहिँ तिम्रो बुढाले के खैनी सैनी बेडी सेडी खाएर त्यति भएको है त्यसले त्यो आफै दिन्छ ल दिदी होइन दिनुपर्छ नि हौ यहाँ दोकान चलाउनु साह्रो छ हामीलाई पनि त्यसले पठाएर दिन्छु नि त्यसको चाहिँ दिइ पनि राख्छु हो तपाईँलाई एकजना सामान पनि गर्नु छ हाम्रो पैसा दिनुपर्छ है टाइममा ल आज छानौँ न ए ल लिनु त टमाटरहरू लानु पर्यो ल तँ के लानु पर्यो 2 प्याकेट तेल हो अन्त 1 किलो चिनी आटा पनि गरिदिनुहोस् न ल आलु हौ प्याज खान्छु तिमीहरू के लगिसकेको थियो आलु दिदी यो तौली दिनुहोस् न म पनि टमाटर लानु पर्ने तैँले के लगिस् है प्याज र लसुन ए अरू के लाँदैनस् हजुर कति हो भाइ त्यति लान्छ तिमीहरू दिदी मेरो यो पनि काटिदिनुहोस् है यहाँ छ है दिदी काटिदिनुहोस् ल यो महिनाको दिदी मेरो पनि छ यतै ए यति त हुँदैन है पापन छाउले कम्ता कम्ता छ दिमागको बाँकी दिनुपर्छ नि टाइममै खर्च पनि हेर्नुहोस् न साह्रो ढिलो दिन्छ टाइममै दिनुपर्छ है खेती हो हुँदैन नि हौ यस्तो पाराले दोकान चलाउनु साह्रो छ है मलाई अर्को महिना मिलाउँ न है ए हुन्छ हुन्छ ल हुन्छ ए हुन्छ 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 सौदा गरेर हजुरहरूले हाम्रो पहिलो भिडियोहरूलाई धेरै धेरै माया देखाइदिनु भएकोमा सपोर्ट दिनुभएकोमा धेरै धेरै धन्यवाद र हामी आशा राख्दछौँ अब आउने धेरै भिडियोहरूमा हजुरहरूले अझै धेरै माया देखाइदिनुहुन्छ सपोर्ट दिनुहुन्छ हाम्रो पहिलाको भिडियोहरूमा जति पनि गल्तीहरू भएको छ है त्यसको प्रति हामी क्षमा प्रार्थी छु अनि अब यो आउने भिडियोमा पनि के कसो के मिल्दैन है अब तपाईँहरूलाई कुन चाहिँ कुरामा चित्त बुझ्दैन त्यो कुराहरू हामीलाई कमेन्ट सेक्सनमा भनिदिनुहोस् होला होइन अन्त हामीले अब यो कुरा चाहिँ यो भिडियोहरू चाहिँ कुनै पनि उयोलाई के भन्छ तोकेर चाहिँ भनेको होइन हो त्यसमा मन पनि नदुखाइदिनुहोस् होला र हामीसँग यसरी नै जोडेर धेरै धेरै माया दिनुहोस् होला धन्यवाद।